नेप्सेबाट साँच्चै सम्पत्ति बनाउन सकिन्छ त? धेरैको मनमा यो प्रश्न होला। आजको यो विश्लेषणमा हामी यही विषयमा केन्द्रित रहेर नेप्से सम्पत्ति निर्माण गाइडका हरेक पाटोलाई सरल भाषामा केलाउनेछौँ। धेरैजनाको बुझाइ के छ भने नेपालको शेयर बजार भनेको आइपिओ भर्ने अनि भाग्यले साथ दियो भने केही पैसा कमाउने ठाउँ हो। तर के यो साँच्चै एउटा चिट्ठा मात्रै हो त, कि योभन्दा गहिरो केही छ? वास्तवमा यो त्योभन्दा धेरै नै माथिको कुरा हो। सोच्नुस् त, शेयर बजार एउटा यस्तो शक्तिशाली वित्तीय औजार हो जसले दिनदिनै बढिरहेको महँगीलाई जित्न मात्र होइन, लामो समयमा साँचो सम्पत्ति बनाउन पनि मद्दत गर्छ। अब प्रश्न उठ्छ, यसको पछाडिको जादु के हो त? त्यो जादु हो कम्पाउन्डिङ। सरल भाषामा भन्दा लगानीले कमाएको नाफामाथि पनि फेरि नाफा कमाउने प्रक्रिया। भनेको कमाएको पैसाले पनि फेरि काम गर्न थाल्छ र थप पैसा कमाउँछ। यो कुरा यति शक्तिशाली छ कि सुन्नुहोस् है, अल्बर्ट आइन्स्टाइनले समेत यसलाई विश्वको 8औं आश्चर्य भनेका थिए। ल, त्यसो भए नेप्सेमा लगानी गर्ने मुख्य बाटा के हुन् त? आउनुहोस्, अब 3वटा प्रमुख रणनीतिहरूमा डुबल्की मारौँ। तर रणनीतिमा जानुअघि केही शब्दहरू छन् जुन बारम्बार सुनिन्छन्, तिनलाई बुझिहालौँ है। जस्तै टिएमएस, यो भनेको मोबाइल वा कम्प्युटरबाटै शेयर किनबेच गर्ने अनलाइन प्लेटफर्म हो। अनि फन्डामेन्टल एनालाइसिस, यसले चाहिँ कम्पनी कतिको बलियो छ भनेर त्यसको नाफा, रिजर्भ जस्ता भित्री कुरा हेर्छ। अर्को छ टेक्निकल एनालाइसिस, यो चाहिँ पुरानो मूल्यको चार्ट हेरेर भविष्यमा बजार कता जाला भनेर अनुमान लगाउने एउटा कला जस्तै हो। ल, अब लागौँ पहिलो रणनीतिमा। यो त सायद सबैभन्दा परिचित पनि छ, आइपिओ रणनीति। धेरैले यसलाई जिरो रिस्कको लगानी पनि भन्छन्, किनभने 100 रुपियाँमै शेयर पाइन्छ नि त। तर यहाँ एउटा गजबको प्रो टिप छ जुन धेरैले व्यवस्था गर्छन्। त्यो के हो भने आइपिओ पर्ने बित्तिकै बेचिहाल्ने हतार गर्नु हुँदैन। बरु लामो समयसम्म राखेर त्यसले दिने बोनस शेयर र नगद लाभांश हेर्दै गयो भने सम्पत्ति झन बढ्दै जान्छ। अब यहाँ हेरौँ त, यो तालिकाले 3वटै रणनीतिलाई छर्लङ्ग पार्छ। एकातिर आइपिओ छ जहाँ जोखिम कम मानिन्छ र मुख्य लक्ष्य भनेकै शेयर पर्नु हो। बीचमा छ लामो अवधिको लगानी, जुन कम्तीमा 5 देखि 10 वर्ष वा त्योभन्दा बढीको लागि गरिन्छ। हो, यसमा अलि बढी जोखिम हुन्छ, तर सम्पत्ति बढाउने लक्ष्य पनि ठूलो हुन्छ। र अर्को छेउमा छ ट्रेडिङ, जहाँ छोटो समयमै बजारको उतार चढावबाट नाफा कमाउने कोसिस हुन्छ, तर सँगसँगै जोखिम पनि सबैभन्दा बढी हुन्छ। ओके, रणनीति त बढ्यो, तर यो यात्रामा केही खाड्डाहरू पनि छन्। अब हामी लगानी गर्दा बच्नै पर्ने 5 ठूला गल्तीहरूको बारेमा कुरा गरौँ। पहिलो र सायद सबैभन्दा सामान्य गल्ती, हल्लाको पछि दौडिनु। फेसबुक ग्रुपमा कसैले ल है यो शेयर त आकाश छुन्छ भन्यो, वा साथीले किन्यो भन्दैमा आँखा चिम्लेर लगानी गर्नु, यो त सबैभन्दा ठूलो भूल हो। अब दोस्रो गल्ती, यो चाहिँ डरसँग जोडिएको छ। बजार थोरै तल झर्ने बित्तिकै आतिएर लौ अब त डुब्यो भन्ने सोचेर घाटामै शेयर बेच्नु। तर वास्तवमा बजार घट्नु भनेको त राम्रो कम्पनीको शेयर सस्तोमा उठाउने मौका पनि त हो नि, होइन र? तेस्रो गल्ती हो विविधीकरण नगर्नु। त्यो पुरानो भनाइ छ नि, सबै अण्डा एउटै टोकरीमा नराख्नु भनेर। हो, ठ्याक्कै त्यही हो। भनेको आफ्नो सबै लगानी एउटै कम्पनी वा एउटै सेक्टरमा मात्रै थुपार्नु। यसो गर्दा जोखिम वात्तै बढ्छ। एउटा उदाहरण हेरौँ न। मानौ कसैले आफ्नो सबै पैसा हाइड्रो पावर सेक्टरमा मात्रै लगानी गर्यो। अब भोलि गएर त्यो सेक्टरमा कुनै समस्या आयो भने के हुन्छ? पुरै लगानी जोखिममा पर्यो नि। त्यसैले त लगानीलाई ब्याङ्किङ, उत्पादन, इन्स्योरेन्स जस्ता विभिन्न क्षेत्रमा बाड्नु एकदमै जरुरी छ। चौथो गल्ती, र यो साँच्चै खतरनाक हुन सक्छ, त्यो हो चर्को ब्याजमा ऋण काटेर लगानी गर्नु। हेर्नुस्, शेयर बजारको स्वभाव नै उतार चढाव हो। यस्तोमा ऋणको ब्याजले टाउकोमा तरवार झुन्ड्याए जस्तो हुन्छ र त्यही दबावले गर्दा अक्सर गलत निर्णयहरू लिन पुगिन्छ। र अन्त्यमा 5औं गल्ती, ज्ञानमा लगानी नगर्नु। पैसा लगानी गर्नुभन्दा पहिले किन्न लागेको कम्पनी कस्तो छ भनेर त्यसको वार्षिक रिपोर्ट पढ्ने वा बजारको सामान्य कुराहरू सिक्ने जस्ता काममा समय लगानी नगर्नु भनेको आँखा चिम्लेर गाडी चलाउनु जस्तै हो। ल, गल्तीहरूबाट त सिकियो। अब अगाडि के गर्ने त? आउनुहोस्, अब एउटा स्पष्ट र व्यावहारिक एक्सन प्लानको बारेमा कुरा गरौँ। सुरुवात गर्नका लागि यहाँ 4वटा सजिला कदमहरू छन्। नम्बर 1, आफ्नो डिम्याट र मेरो शेयर खातालाई सधैँ अपडेट राख्ने। नम्बर 2, एउटा राम्रो ब्रोकर छानेर टिएमएस खाता एक्टिभेट गर्ने।
नम्बर 3, आफ्नो मासिक बचतको 10देखि 20% रकम नियमित रूपमा दोस्रो बजारमा लगानी गर्ने बानी बसाल्ने। र नम्बर 4, जुन सबैभन्दा महत्त्वपूर्ण छ, युट्युब, किताब वा विभिन्न वित्तीय पोर्टलहरूबाट सिक्न कहिल्यै नछोड्ने। अब हामी लगभग अन्त्यमा आइपुगेका छौं र यहाँ यो गाइडको सबैभन्दा गहिरो र मुख्य सन्देश लुकेको छ। यो कुरा मनमा राख्नु एकदमै जरुरी छ। शेयर बजार भनेको रातारात धनी बनाउने कुनै जादुको छडी होइन। यो 100 मिटरको दौड होइन, यो त म्याराथन हो, धैर्यताको लामो खेल हो। र आजको यो विश्लेषणलाई यही एउटा शक्तिशाली भनाइको साथ टुङ्ग्याउँ। जसले बजारलाई समय दिन्छ, बजारले उसलाई पैसा दिन्छ। यो एउटा लाइनले नै दीर्घकालीन सोचको महत्त्वलाई कति सुन्दर तरिकाले समेटेको छ, होइन त?